एकाइचाल चाहिँ म रहेको छु भोजपुरको टुडी खेलमा रहेको छु। देख्नु सक्नुहुन्छ यहाँबाट चाहिँ म टुडी खेलको बाटो प्रवेश गर्नु गएर ल अगाडि केटो मेरो अनुहारले हिँडिरहेको छ। टुडी खेलबाट भल पनि झरिरहेको छ देख्नु सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ अब टुडी खेल प्रवेश गरिरहेको छु। देख्न सक्नुहुन्छ तपाईँहरूले यो गाडी लग्दै नि हुन्थ्यो यार हामीलाई है। कसरी जानु के मौसम यस्तो छ पानी परिरहेछ झप्पसँगले। क्या आनन्दको पानी आइरहेछ यार। कसरी घर पुग्ने भन्ने हो क्या अब। चस्मा चाहिँ अर्काको मागेर काम नचला है सबै टुडी खेलको भ्यूहरू हेर्न सक्नुहुन्छ तपाईँले। तपाईँ देखिसक्नु भएको छ भोजपुरको टुडी खेलको पुलिस क्याम्पै भनिदिउँ न अब होइन। पर चाहिँ पुलिस दाइहरू पनि बसिरहनु भएको छ। हामी चाहिँ पुलिस बिच बजारमा रहेको छु र पानीको समयमा पनि म चाहिँ भिडियो बनाइरहेको छु। फोन भिजे नि मतलब भएन के मेरो फोन त अब 4 भन्ज्याङको पानीको अवस्था भिजिरहेको छु के म हो। अब भिज्दै हिँड्नु परेछ। छाता छैन, छाता किन्ने पैसा छैन। देख्नु सक्नुहुन्छ तपाईँहरूले यति गाह्रो भइरहेछ कि त्यो भिजेर है। भिडियो चाहिँ हेर्दै गर्नु होला है। भिडियो चाहिँ हामी चाहिँ अब यहाँनिर एकछिन पस्छौँ। यहाँ पैसा अलिकति तिर्नुपर्ने काम छ अनि त्यसपछि 4 भन्ज्याङ ठ्याक्क कटेर उता गएपछि म तपाईँलाई देखाउन चाहन्छु। अघि छाता छैन भनेको हामी चाहिँ 2टा छाता झोलामा बोकेर चाहिँ हामी भिज्दै हिँड्नु पर्ने चाहिँ भिजेर यस्तो भयो यस्तो अवस्था भयो। यो छाता चाहिँ झोलामा थियो 2टा हो त। अब चाहिँ यसरी हिँड्नु पर्दा कि यसरी कागजका छाता भेटिसक्यो। अब चाहिँ ठ्याक्कै हामी जान्छौँ है। ल है साथीहरू अहिले चाहिँ म 4 भन्ज्याङको ठ्याक्कै बिचमा पोइन्टमा आएको छु। हामी चाहिँ जाने यता रहेको छ बाटो। यता 4पट्टिको बाटो छ। उता पनि देख्नु सक्नुहुन्छ तपाईँले बाटो। हाम्रो चाहिँ रहेछ बोकिङतिर जाने बाटो चाहिँ यो रहेको छ। देख्नुहुन्छ तपाईँले अहिले चाहिँ भोजपुरमा पानी परेको यस्तो अवस्था छ। हाम्रो हालत यो रहेको छ। यो अवस्थामा पनि यस्तो बाटो परेको छ कि बाध्यताको यो चाहिँ साथीहरू बाध्यता रहरै होइन नि त हिँड्नु परेको बाध्यता। क्याम्पसबाट फर्किँदैछौँ पानी यस्तो आइरहेको छ। फेरि क्याम्पसको ड्रेस चाहिँ खोइ भन्नुलाई झोलामा हालेर भेस्टमा चाहिँ लगाएर हिँडिरहेको छु म चाहिँ। देख्नुहुन्छ तपाईँले यो पानी भोजपुर बजारमै रहेको छु। यता भोजपुर बजार कटिसकेको छु। त्यो नगरपालिका रहेको छ त्यो ठुलो चाहिँ। अलि एउटा हातमा छाता भएको हुनाले जुम गरेर देखाउने स्थिति रहेन र यहाँनिर बसबार रहेको छ। देख्न सक्नुहुन्छ तपाईँले पानी पर्दा असार 15 गतेको भ्यू देख्न सक्नुहुन्छ। हामी चाहिँ 2 जना छौँ। ठक्क वरिपरि भोजपुरको परिवेश हेर्नु त क्या आनन्द छ के। न यस्तो पानीमा नि हिँड्नु पर्छ चाहिँ यो हालतमा हो। जुत्ता भिजेर अब बजारको बाटो सक्यो अलिकति। ल यार साथी मणिराज खत्री ब्लग हेर्नु तपाईँहरूले। तल रङ्गशाला पनि रहेछ है। रङ्गशाला ठ्याक्कै भोजपुरको भ्यू हेर्ने ठाउँ चाहिँ यहाँ रहेको छ। देख्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँ मुनिर हाइवे बाटो रहेको छ। नयाँ पुरानो बस पार्क नयाँ बस पार्क चाहिँ पर रहेछ। अहिले चाहिँ रहेछ बाटा भोजपुर बजारबाट हामी चाहिँ अहिले चाहिँ बोकिङ घरतर्फ गइरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। ल है साथीहरू अहिले चाहिँ म भोजपुर देउरालीमा आइसकेको छु। यो पानी त अलिअलि कम भइसक्यो। छाता ओढ्न पनि अल्छी लागिसक्यो क्या। अब चाहिँ म यो चाहिँ मार्न चाहन्छु टक्क मार्ने अनि यसरी बोक्ने अनि चाहिँ म भिडियो देखाउन चाहन्छु सब र तपाईँलाई भोजपुर देउराली। म खोटाङको मान्छे भयो नि भोजपुरको चाहिँ ठ्याक्क अपडेटहरू दिइरहेको छु मैले। तपाईँले यो भिडियो हेरेर भ्यू हेरेर तपाईँहरूले प्रतिक्रिया दिन सक्नुहुन्छ कस्तो लागिरहेछ तपाईँहरूलाई। बादल छ माथि माथि पानी परिरहेछ। सिम पानी परिरहेछ। तपाईँहरूले यो भोजपुरको खुकुरीको सानमा आएर कतिजनाले फोटो पनि खिचिसक्नु भएको छ होला। यसले गीत गाएर फेरि भिडियो भाइरल नहुने हो भन्ने सङ्केत देखिसक्यो मेरो। कस्तो मजाले भिडियो बनाइरहेको थिएँ गीत गाइदिएको बिचमा। अब के गर्नु त हो। म चाहिँ यो पहिला खुकुरी भोजपुरको सान भए ठाउँमा जान्छु। यहाँनिर चाहिँ बसेर शीतल ताप्ने फर्निचर रहेको छ। तपाईँले देख्नुहुन्छ भिडियो ए बाटो खोइ त बाटो। हामी चाहिँ अब यही साङ्लो नि पार गर्नु पर्यो। कसैले देख्यो भने मार्छ नि यार। देख्नुहुन्छ कसैले देख्यो भने त फेरि बिताउँछ नि यो। यसरी कसैले ननाग्नु होला तपाईँहरूले। ह्याप्पी असार 15 तपाईँहरूले चाहिँ अब आज त खेतमा पस्ने हिलोको टिका लगाउने दिन हो। तर हामी चाहिँ अब खेत छैन है
यस्तो छ सबैतिर सुखायाम खेतमा कहाँबाट पस्नु शीतै शीत रहेछ जुत्ता झन् भिजो अवस्था त खतम टेन्सन छ तपाईँलाई खुकुरी तपाईँले टेन्सन चाहिँ कतिजना चाहिँ यहाँ आउनुभएको छ उहाँहरूले चाहिँ यो हेरेर कमेन्ट गर्नु होला रहेछ आज चाहिँ गाडीहरू निकै बसिरहेको रहेछ भोजपुरमा वरिपरिको भ्यू देखाउँछु एकचोटिमा सर तपाईँहरूलाई त्यहाँबाट उता चाहिँ हाइवे रहेछ उता बजारतिर जाने अब हामी चाहिँ यो बाटो रहेछ हाम्रो चाहिँ बोकिम जाने यो बाटो पारिपट्टि रहेको छ बोकिम चाहिँ ठ्याक्कै पारिपट्टि अब हामी चाहिँ यो बाटो जान्छौँ यो बाटो पानी ट्याङ्कीतर्फ जान्छ तपाईँलाई टेन्सन छ त्यसको लागि चाहिँ मेरो भिडियो हेरेर तपाईँहरूले आनन्द लिनु होला मनिटर छत्री ओके साथीहरू ल है